यो चाहिँ गाइज केमचेन हो। यो केमचेन चाहिँ यसको पातलो हुन्छ BS6 को। अरू गाडीको चाहिँ मिल्दैन है। यो चाहिँ पातलो केमचेन है। यो केमचेन हेर्नु यस्तो हुन्छ पातलो खालको। हेर्नुभयो फेरि TVS को नसम्झिनु न फेरि त TVS को लाग्दैन यसमा BS6 को चाहिन्छ। बाजाजको पनि लाग्दैन केमचेन हैन त्यहाँ छिटो BS6 को मात्रै लाग्छ यो केमचेन यो केमचेन टक्कसँग फिट भइरहेको छ। अब चाहिँ यो चाहिँ चन्द्रमा लगाएको है नबिर्सिनु गाइज। एउटा चाहिँ ओइल पम्पमा लाग्छ एउटा चाहिँ क्लच प्लेटमा दुईटा पिनमा लाग्छ है गाइज। यो गर्दाखेरि ग्रिज लगाउनुपर्छ किनकि सजिलो हुन्छ निस्किहाल्छ क्या गाइज। यो चाहिँ ग्रिज चाहिँ लगाएको काम गर्नु। टक्कसकामा काबे भाइ चाहिँ यहाँ रिफिट हाउसिङ फिट गर्दैछ गाइज। काबे भाइ यसमा एभरेज बिसाइरहेको छ किनकि अब चिसो नकिन्दै बिसाइरहेको छ क्या। अब टक्कसँग फुलिदिने हेर्नु गाइज। यो चाहिँ पिनियन एभरेज चाहिँ काम गर्ने भनेको क्लच प्लेट हाउसिङले घुमाउने काम गर्छ। एभरेज चाहिँ उल्टो सुल्टो होस् न गाइज। ट्याक्कसँग भिडियो हेर्ने जति के गर्छ है। यो चाहिँ अब यस्तो के हल्का ट्याक हल्का हान्नुपर्छ। अब यो चाहिँ एभरेज चाहिँ ओइल पम्प घुमाउँछ गाइज। यो पिनियन चाहिँ ओइल पम्प घुमाउँछ। ट्याक्कसँग हाम्रो मिस्त्री भाइले चाहिँ काम गर्दैछ। यो चाहिँ बिस्तारै हान्नुपर्छ दाँती नबिगोस् भनेर। अब हाम्रो चाहिँ यहाँबाट काम हो क्या। अब चाहिँ हाम्रो क्लच हाउसिङ ठोक्दैछ मेरो काबे भाइले। त्यो पनि मैले देखाइदिन्छु। यो नट चाहिँ लगाउनुपर्छ है गाइज। त्यसको नट्सको मुनि एउटा लक हुन्छ त्यो चाहिँ एकछिन हामी लगाउने किनकि गोटी अड्किसकेको छ। ट्याक्कसँग हेर्नु गाइज हाम्रो काबे भाइले चाहिँ हाउसिङ रिपिट चाहिँ धमाधम भयो ठोकिरहेको छ भाइ। ट्याक्कसँग ठोकिरहेको छ ल गाइज। हेर्नु गाइज म अब तपाईँ यो सर्ट भिडियो देखाउँछु एकछिन हेर्नुभयो किनकि अहिले हाम्रो हाउसिङ रिपिटको काम हुँदैछ। त्यही भएर गर्दा के अब हामी सर्ट भिडियो देखाएको छु। गाइज यो हेर्नु म्याग्नेट यसलाई चाहिँ म्याग्नेट भन्छ। यो चाहिँ BS6 चाहिँ यस्तै हुन्छ। अब गाडीमा चाहिँ एउटा मात्रै हुन्छ BS3 र BS4 मा दुईवटा मात्रै हुन्छ यति मात्रै हुन्छ भनौँ न। अनि BS6 मा चाहिँ यस्तै हुन्छ किनकि BS6 मा पिकअप बडी आयो चाहिँ यो देखे यो छिटो पिकअप आउनको लागि दिएको हुन्छ क्या गाइज। यो हेर्नु यो चाहिँ म्याग्नेट खोल्ने प्रुफ हो। यसको चाहिँ उल्टो गुन्ना हुन्छ हेर्नु गाइज। उल्टो गुन्ना हुन्छ हेर्नु गाइज। अब गाइज हामी सर्ट भिडियो देखाउनै चल्दिएको गाइज किनकि अब त्यहाँ बिजी भयो। हाम्रो सामान चाहिँ सबै यहीँ छ गाइज हेर्नुहोस्। यहाँ ट्याक्क हाम्रो काबे भाइ जग्गा रिपिट ठोक्दै थियो हेर्नुहोस्। यो चाहिँ गियर बक्स हो। ट्याक्कसँग हामीले यो चाहिँ 25 को पिस्टन लगाएको सक्सेस
सक्सेस भएन अर्को मिस्त्री बनायो सक्सेस भएन अनि हामीले चाहिँ 50 पिस्टन मगायो बोर गयो ट्याक्कसँग लगाउन आँटेको छु हेर्नुभयो गाइस हाम्रो सब्जी चाहिँ है चिप्लामा बसिरहेछ यो हाम्रो हेन्जेङ दाजुभाइ ग्यारेजको हाम्रो सब्जी हो हाम्रो सब्जी पनि लास्ट भोका छ ट्याक्कसँग भाइ अब ट्याक्कसँग त यहाँ कायम हुन्छ गाइस अब चाहिँ ट्याक्क हाम्रो कार्यवाही चाहिँ हाउसिङ फिट गर्न आएको छ म चाहिँ समाइदिउँ भनेको लगाइ हेर्नु है यो चाहिँ तिनटै चाहिँ पहिला पकाउनुपर्छ अनि ठ्याक्क यसरी हालेर यसरी ट्याक्कसँग यहाँ यसरी राख्नुपर्छ है रुहान भाइ यो जुन छ नि भाइ यो चाहिँ निस्किनु भएन एउटा पनि एउटा पनि निस्किनु भएन गाइस हेर्नु गाइस यो हाउसिङ चाहिँ बिस्तारै पक्नुपर्छ फुट्न पनि चान्स हुन्छ कम्मर हुनसक्छ त्यही बिस्तारै पक्नुपर्छ टक्कसँग त्यो गाडी यस्तो कि अब बिस्तारै हाल्नुपर्छ किनकि फुट्न पनि चान्स हुनसक्छ त्यही बिस्तारै हाल्नुपर्छ गाडी तपाईँले भएको छैन बिस्तारै हाल्नु तिम्रो लागि अब गाइस हेर्नु यो हाउसिङ चाहिँ हामी ठगिसके तर यो चाहिँ हल्का हालिरहेको छ हल्का यस्तो हेर्नु है हालिरहेको छ यहाँ हेर्नु गाइस यो चाहिँ रिमुभेको छैन गाइस यो चाहिँ हामीले कसरी भन्दाखेरि यो हातमा राखेर टाक टाक यसरी हाल्नुपर्छ अनि हेर्नुभयो यस्तो ट्याक्कसँग हाल्नुपर्छ गाइस किनकि अहिले पनि ढक्छ अब अझै 3-4 हमालमा हाल्नुपर्छ हाल्नु त भाइ दामीसँग ट्याक्कसँग हेर्नु गाइज हाम्रो फाइनली हाम्रो हाउसिङ चाहिँ फिटिङ भयो अब चाहिँ अर्को काम नेक्स्ट काम हुनसक्छ नेक्स्ट काम जाने आँटेको छ हाउसिङ चाहिँ दामी फिट हो गाइज